हेलो गाइज, वेलकम टु ब्याक माई न्यू भिडियो। आज चाहिँ हाम्रो बुवाको बर्थडे छ, त्यसैले सानो तयारी गर्दैछु म चाहिँ। अनि यो तरकारीहरू मैले खानेकुराहरू सबै रेडी गरिसकेँ। अनि यहाँ चाहिँ सलाद चाहिँ मुला र काँक्राको, अनि अचारहरू भयो। अहिले 3 थरीको अचार बनाएको छु। अनि चाहिँ टमाटर र मुलाको, अनि फिलको, अनि चिप्स भयो साथीहरू। अनि सो मैले चाहिँ फाइनली डेकोरेसन पनि गरिसकेँ। सिम्पल सानो तरिका, हामी फ्यामिलीहरू मात्रै छौँ। अनि सो अब एकैचोटि केक काट्ने बेला भेटौँ है त। हजुरबाको बर्थडे, यता माइली बुहारी, यता जेठी छोरी, यता कान्छी बुहारी, यता नातिनी नाति नै मात्र छ हौ। यो कान्छाको, यो मैना मामाको छोरा, अनि यो यता जेठाको, यता माइली आन्टी, माइली छामा, यता जेठी माइजू, यता माइला सानो बाउ। खोइ अब अरू चाहिँ कता जानु। हजुर फोटो खिच्न, फोटो उठा लु भयो। खुवाइदिनुपर्छ, जानु न। कसैले नदेको यहाँनिर त म केक बाँडे लाग्यो कि पैसा दिनु बिर्सेछु धेरै। हाम्रो काएर आज त रमाइलो छ है हाम्रो घरमा। लु है माजु दिदी खाम खाम मामा आज मात्र। खान्छ मिठो छ यता हिरो। ओ हिरो मिठो छ। लु बस्नु न माइजू मामाहरू पनि बस्नु। ल हाम्रो हजुरबा चिया चिया ल चिया ए हुन्छ माइजू।
यता लु भयो सक्यो अब चाहिँ किन कसैको टाउको देखिन्छ कसैको अनुहार देखिँदैन लु लु मामाको आजको हाम्रो बुवाको छोराहरू अनि छोरी यता हुन्छ हाम्रो यता हाम्रो दादा अनि बुवा अनि ऊ त्यहाँ फुपू हुन्छ जेठी फुपू अनि यहाँ अडाउने टाइम छैन मेरो अनि यतापट्टि हाम्रो जेएनजीमा मेरो हाते हुन्छ ए तपाईँहरूको त अघिदेखि निस्किरहेको छ यहाँ भन्न न आफ्नो पनि खिचिहाल्नु बिचरा बाजेको बर्थडे मनाउनु आएको रे बस्ने हालत यस्तो छ खाने झन् खतरा खतरा छ नि बबाल छ म यता छु अरू उता छन् हामी 3 जना मात्रै यहाँ खाइसकेला हामीले यत्रो खानुपर्छ हटिँदैन खानुपर्छ त खानुपर्छ भान्जीले त खाँदिन नलन आफ्नो हात जगन्नाथ बाई 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 गरौँ यहाँ चाहिँ गेन्जी आन्टी ऊ बडीले चाहिँ अघिदेखि यहाँ गरेको हुन्छ